हेलो हेलो गाइस, सबैजना सन्चै हुन्छ, म पनि सन्चै छु। ल आज चाहिँ हामी हाम्रा मेरा प्रिय भाइ अथवा सब्सक्राइबरहरू चाहिँ आज हामी केटा जाने होइन गाउँघरको यहाँ प्योर आल्चा खाऊ ल केटा हो, आल्चा खाऊ ल। अब हामी चाहिँ जान्छौँ ल बिस्तारै, टोलीहरू सब्सक्राइबरहरू आज मेरो घरमा भेट्न आएन होइन। ल भेटघाट हुँदैछ, बिस्तारै बिस्तारै हामी अब खेततिर जाँदैछौँ बिस्तारै है। क्यामेराम्यान बिस्तारै है। हुन्छ क्यामेराम्यान र मसँग यिनीहरू उपियाहरू कहाँ पुग्छन् हामी बिस्तारै जाँदै जाँदै गर्ने। अलि बाटो अप्ठ्यारो छ, हामी वहाँ गएपछि हामी भेट्छौँ ल। हाँडा उता जमगचल बाटो चाहिँ अलि अप्ठ्यारो छ। अनि तपाईलाई उता पुगेपछि उपस्थिति हुनेछु। गाइस म पनि छु। आज यहाँ चाहिँ तोरीबारी छ भनेर रिमाल दाइले अवस्थिति यहाँ चाहिँ हामी दौडिने अवस्थिति आउँदै छ। ल गाइस सुमन दाइहरु चाहिँ अगाडि गइसकेको छौँ, हामी चाहिँ पछाडि अब चाहिँ हामी उहाँले कराउने कोसिस गर्दैछौँ। आउनुहोस्। सो गाइस अब चाहिँ हामी यहाँ लास्टै गाह्रो भयो, त्यो तलको पाहाड यहाँ मुनिको यहाँ उक्लिएर आएको हामी लास्टै गाह्रो हो र अब एकछिन यहाँ रेस्ट गर्छौँ। अनि एकैचोटि गर होइन, हामी अहिले भएको ठाउँमा गएर अनि तपाईँहरूको सामु उपस्थिति हुन्छ। हेलो गाइस, ल म अहिले चाहिँ यहाँ अञ्चल भाटामा आइसक्यो। ऊ चाहिँ माथिको घरदेखिबाट हामी यहाँ झर्दै यो डाँडो उक्लिँदै आएको लास्टै गाह्रो हो। अनि त्यहाँ रेस्ट गरियो 5 मिनटमा चाहिँ। अब यहाँ अञ्चल त खास हुन्छ, अनि तल गएर म टिपेर लिएर आएपछि अनि तपाईँहरूलाई देखाउँछु। अब चाहिँ म है ऐसेले टिप्न जाँदैछु। यता त यो बोटा चाहिँ रहन्छ है, सबै खाइसकेछन् बानहरूले। अब म चाहिँ मुनि जान्ला, मुनि अलिक बाटो चाहिँ अलिक अप्ठ्यारो छ, भिरा छ कि ऐसेले चाहिँ। ल म यहाँ अलि चाहिँ जान्छु। अस्ति भएर ऐसेले खाइसकेको छु। ल ल गाइस सुमन दाइ चाहिँ तल गइसकेन, उहाँ देख्न सक्नुहुन्छ। त्यहाँ लाएर सुमन दाइ चाहिँ अब ऐसेली टिपेर आउन लागेको छन्। हामी चाहिँ अब ऐसेली गफ खान्छन् गाइस, खान्छन्। सो गाइस ल ऐसेली चाहिँ आइसक्यो। ल केटाहरू ल टोलीहरू खाऊ ल, म सबैजनालाई भाग लाउँछु। पक लालुलाई यति, युनेश भाइलाई यति, चप्पललाई यति, क्यामेराम्यानलाई यति। ल देखाउँ केटा सबैजना अब आफ्नो देखाउँ। म चाहिँ खान्न, मैले खानुहुन्न। ल सबजना देखाऊ यहाँ। ल म चाहिँ अहिले चाहिँ हामी है ल अब चाहिँ हामी सबजना फर्केर घर जान लाग्यो है। अब मेरो चाहिँ अब घरबाट आमाले बोलाइसक्यो, अब म चाहिँ जानुपर्ने हुन्छ। बाटो चाहिँ यस्तो छ है। ल अब बिस्तारै जानुपर्छ। अब बाघ आउँछ क्या फेरि यता बाघ। ल हामी अब यता आइसकेका छौँ। अब हामी त्यत्रो डाँडा कट्नुपर्छ घर जानलाई। दाइ पनि हाम्रो दाइ अहिले क्यामेराम्यान बन्नुभयो। अहिले हामी जाम है त गाइसहरू। ल घरतिर जाऊँ। अब म नि यहाँ छु। अब यिनीहरू चाहिँ अगाडि जान्छन्, म चाहिँ पछाडि बाघ आउँछ क्या त, बाघ आउने डर छ। अनि त्यो भएर ल अब हामी एकैचोटि घर गएर तपाईँहरूको सामु उपस्थिति हुन्छौँ। त्यसो गाइस हामी चाहिँ वहाँदेखिबाट उतै मान्छे बसेदेखिबाट हामी हिँड्दै आइस्यौँ यहाँ। ल फाइनल्ली हामी घर आइपुग्यौँ। भाइहरू चाहिँ यहाँ छ नि, सबैजना यहाँ छ नि। ल इफ यु लाइक द भिडियो एन्ड सब्सक्राइब, अहिलेसम्म नि भिडियोलाई सब्सक्राइब गर्नु भएन भने सब्सक्राइब, लाइक, सेयर, सब्सक्राइब कमेन्ट सबै गरिदिनु होला। अनि घन्टीलाई बेल आइकन दबाउनु होला। ल थ्याङ्क यू, बाई बाई, टेक केयर।